हेलो एभ्रिवान, सबैजना पहिला चाहिँ गुड मर्निङ सबैजनालाई, त्यसपछि वेलकम ब्याक टु माई न्यू भ्लग। लङ टाइम पछि करिब झन्डै 1.5-2 महिनापछि चाहिँ आज गाउँमा आएर भ्लगिङ गर्दैछु। सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने मेरो ठुलो आशाको साथ चाहिँ भ्लगिङ स्टार्ट गरिदिएँ। फेरि गाउँमा आएर पुरा बाँसको झारीमा आएर हैन होला के हो सो अनि गाइस बल्ल तल गाउँमा आयो इन्डियाबाट। त्यसपछि चाहिँ आज बिहान माथि बैठक सरे दिदी भिनाजुहरूको, त्यो बैठकमा जान लाग्यो। थोरै मिठो गाउँतिरको भ्लगिङ बनाइदियो भनेर भ्लग स्टार्ट गरिदिएको। ल गाउँतिरको चलपल हेर्न सक्नुहुन्छ। यतातिर हाम्रो गोबी खेती खतरा छ। यता छिमेकी के भनिदियो हामीले अब तिमीहरू भिनाजु हुनुहुन्छ। यता हेर्नु त भिनाजु, ल के भन्नु न 1-2 शब्द। उता भान्जीले देखाउनु त भान्जी। यता हेर्नु न दादा के छ वा नानी, यता हेर्नु। हजुर माथि के भनिदिएर मैले उहाँलाई अङ्कल भन्ने होला। माथि हाम्रो छिमेकी अङ्कलको छ टक्क हेर्नु नि। गोबी खेती खतरा गर्नुहुन्छ यहाँहरूले। यता अलिअलि सब्जी देखाइदिनु तपाईँहरूले है। खेती चाहिँ खतरा गर्नुहुन्छ यहाँहरूले। बा पछिको साल पनि आएको थियो म खतरा खेती त होइन। यहाँ पनि यस्तो खेती चाहिँ खतरा गर्नुहुन्छ कि यहाँ एकदम राम्रो लोभ लाग्दो खेती हुन्छ होइन भिनाजु। यहाँ खोर्सानीहरू ए सुन्तला चोरिदियो कि म सुन्तला रहेछ, कमला पनि रहेछ। उहाँको चाहिँ मिठाई ल्याइदिएको थियो इन्डियाबाट हामीले। खैनी नमस्ते बोय। नमस्ते दाइ, यतै हो हजुर। अर्को पनि एकजना बागरुमको आउनु भएको थियो, कृष्णनगर छुट्टिनु भयो। हामी फेरि अहिले दिम्ला मिठाई। गाउँतिर हामी गाउँतिर हो, लेकतिर हामी लेकतिर। म थाकिसकेँ गाइज। मुख मात्र ढोएर हिँडेको बैठकमा है। कति रुपियाँ ऋण लिन? 3 लाख रुपियाँ ऋण ल्याउने भन्नुभएको छ दिदीलाई होइन। 3 लाख रुपियाँ यता फेरि अलि स्वाट पैसा त फेरि गन्छ के अरे। स्वर्ग हेर्ने हो स्वर्ग भन्छ। लेक हेर्ने हो गाइस, लेक देखाइदियो लेक। अझै राम्रोसँग देखेन क्या त्यो लम्च्याङ माछकोट। अलि माथि गएर तस्बिर देखाएको थिएन नि त। पैसा धेरै देखाउनु भएको छ पैसा भाइरल भान्जी मेरो होइन हो। हिँड्नु त अगाडि शर्माले बोल्दै बोल्नु न होइन हो होइन मेगा शर्माले बोल्दै बोल्नु न। अन्त अघि नै भिडियो नबनाएर पुर गर्नु भएको हो होइन। उहाँ बैठकमा हो, बैठकमा टक्क गुरु बनाएर हिँड्दैछ गाइज लेकतिरबाट। अझ कोही मार्ग पनि हो जाँदाखेरि के हालत होला त होला नि कोही भिर। म डर लाग्छ कि त्यस्तो अग्नु आएको छ। लग थाम्छु होला। यसलाई मेरो त्यो गाई चाहिँ एउटा दुःख खबर चाहिँ मेरो यहाँ फेसबुक आइडी खुल्दै खुलाएन क्या नयाँ मोबाइलमा। एकछिनमा पुरानो मोबाइल देखाएको यो चाहिँ मेरो पुरानो मोबाइल होइन। एकछिनै गाई चाहिँ यो चाहिँ मेरो पुरानो मोबाइल थियो। मैले पहिला चाहिँ यहीबाट भिडियो बनाउँथेँ, भ्लगिङहरू सब यहीबाट गर्थेँ गाइज। भिडियोहरू कन्टेन्टहरू कभर हेर्नु कभर मुसाले खाए जस्तो कभर सबर यहाँ
तर मन परेको कभर हो फेरि त्यही भएर यही मात्र घटेको मन परेको जुत्ता पो जुत्ता नत्र भन्दा खाली खुट्टै ठिक छ बात त सही है त्यही भएर चाहिँ ल अब यहाँबाट खतरा भ्यू देखाउँछु तपाईँहरूले यस्तो खतरनाक ल त्यो चाहिँ के अरे भिनाजु माथकोट होइन लम्छ्याङ त्यो के भन्छ भने उयो होइन ल एकचोटि लेकतिरको भ्यू हेर्नु नि त गाउँतिर आम्मा अलि यतातिर पनि देखाइदिनुहुन्छ होइन यतातिर फेरि घामले त्यो कालो कालो देखेछ कि उता केही चिम्नी जस्तो छँदै छैन सो ल भ्यू हेर्नु न भ्यू गाइस भ्यू त्यही भ्यूको साथै रमाउँदै हेर्नु न अझ अहिले त मिङजोङ अलग्गै कि अझ पुरा फेरि उकालो सुकालो मानेन आमा स्ट्रङ छ के अरे केटोटा फेरि यस्तरी कट्नुसम्म ल बाटो कहाँ हाड उता लुटेन भिरमा मार्च चाहिँ झुलेनी पर्छ क्या झुलेनी प्युठानको झुलेनी उता मार्च चाहिँ प्युठानको झुलेनी पर्छ क्या एक दिन मात्र समय मिलाएर माथि झुलेनी गएर टक्क तपाईँलाई देखाउने छु भेलुवाचेको गाउँ मेरो गाउँ अनि मेरो भिनाजुहरूको सोल्टीहरूको गाउँ सब देखाइदिउँला माथि डाँडा गएर अग्लो ठाउँमा गएर त्यो के भन्छ भने टावरको टुप्पामा गएर देखाइदिउँला ओके